सम्पूर्ण देश विदेशमा छरिनु भएको आमा तथा दाजुभाइ दिदीबहिनीहरूलाई आज हाम्रो वीरता मोडमा चाहिँ पानी धेरै परेको छ। अहिलेसम्ममा धेरै 5 बजेदेखि मैले चाल पाएको अनि भिडियोहरू पनि मैले धेरै लगाइसकेको छु र मेरो घरमा चाहिँ प्रभुको छोरी रमला अनि फेरि रोमिला हैन कि कसो पो दुईजना हेर्नु न एउटै नाम परेको तर अलिअलि उछिटेको अलिअलि फरक परेको नाम हैन तर पनि म खुसी छु। अनि उहाँहरू पनि आउनु भएछ र मलाई एउटा भिडियो बनाउनु मन पर्यो। अहिलेसम्म ग्राहकहरू आउनु भएको छैन। यसमा पनि म प्रभुलाई धन्यवाद दिन्छु किनभने यस्तो मौका पाउनु गाह्रो हुन्छ र मेरो साथी दूत लिएर आउनुहुने मेरो साथी गौरी माया श्रेष्ठलाई मैले केही कथाहरू सुनाउन लागिरहेछु। यो त साँच्चीको घटना है साथी। अनि यस्तो यो पानी परेको बेलामा चाहिँ मलाई त्यो कुरा याद आउँछ र पहिला नै चाहिँ यो पृथ्वी चाहिँ अहिलेको जस्तै संसार पापले भरिएको थियो साथी। अनि त्यो पापले भरिएको संसारमा चाहिँ अनि ईश्वरले यसो गरेर हेर्दाखेरि त पाप मात्रै कोही धर्मी देख्नु भएन रहेछ क्या अहिलेको जस्तै। अहिले हाम्रो पृथ्वी चाहिँ भ्रष्ट र पाप अधर्मले भरिएको छ अनि माया प्रेम हराएको छ है। अनि न आफन्त चिन्छ न आफूलाई पनि चिनिन्छ अनि आफू पनि अब आफूले आफूलाई पनि विश्वास हराएको छ। यो बेलामा हामी गुज्रेका छौँ र अनि त्यो बेलामा यसरी हेर्दाखेरि त ईश्वरले हेर्दाखेरि त नि साथी त्यहाँनिर त त्यो पृथ्वीमा त यस्तो व्यक्ति भेटाउनु भयो अरे क्या। उसको नाम चाहिँ नुहा 3टा छोरा 3टा बुहारी अनि श्रीमती उनीहरूको 8 जनाको परिवार त यति धर्मी अरे के ईश्वरकोसँग डर राख्ने रे। हरेक पलमा ढाँट्नु चोर्नु अनि त्यो व्यभिचार गर्नु लुट्नु अरूको कुरा गर्नु अनि अर्काको आरिस गर्नु त्यस्तोहरू चाहिँ डराउँथ्यो अरे। अब ईश्वरले देखिरहेको छ हौ म त गर्नु हुँदैन भनेर डराएको मान्छे चाहिँ त्यो मात्रै देख्नु भयो अरे। अनि ईश्वरले भन्नुभयो अरे त्यो व्यक्तिलाई चाहिँ उसको नाम चाहिँ नुहा हो अनि नुहा तिमीले जहाज बनाऊ भन्नुभयो अरे। अनि त्यहाँदेखि हुन्छ भन्नुभयो अरे क्या। अनि त्यहाँदेखि उहाँले जहाज बनाउनु थाल्नुभयो अरे। यस्तो जहाज बनाउनु भयो अरे कि ठुलो न ठुलो जहाज है। अनि त्यहाँदेखि छोराहरू पनि कस्तो ज्ञानी छोरा परमेश्वरले जहाज बनाउनु भनेको छ हौ रुख काट्नु जाउँ हौ भन्नुभयो अरे क्या। अनि त्यो छोराहरू पनि हुन्छ बाबा भनेर भनेछ अरे। एउटा छोरा बाउ अनि अर्को 2टा छोरा गर्दाखेरि जोडी जोडी भएर रुख ढालेर है अनि गोपेर काठको रुख भनेको छ अनि ढालेर अनि त्यहाँदेखि जहाज बनाएर ठुलो न ठुलो जहाज बनाएर 4 जनाले जहाज बनाउँदै गयो अरे। अनि त्यहाँको मान्छेहरू आएर यो जहाज कहाँ कुदाउने भनेर भन्यो अरे। अनि नुहाले भन्नुभयो अरे अब पानी पर्छ 40 दिन 40 रात पानी पर्छ तिमीहरू सबै यहाँ आएर पोस अनि बाँच्छौ भनेर भन्यो अरे। यो बाजेले के भन्छ भनेर सबैजनाले खिल्ली उडायो अरे। अनि पनि उहाँले चाहिँ त्यो जहाज बनायो अरे अनि बनाउँदै गयो अरे अनि जहाज बनाइसक्यो अरे। बनाइसक्यो नुहा हजुर परमेश्वर बाबु भने ल तिमीले जोडी परेवा जोडी ढुकुर जोडे साँप जोडे हात्ती जोडी बाघ जोडी सब पशु प्राणी हाल्यौ गोरु गाई जोडी भैँसी गोरी जोडी हालिसक्यो ल तिमीहरू पनि सबैजना पोस 8 जना पोस्यो है। अनि परमेश्वरले भन्नुभयो अरे सबैले खानेकुराहरू पनि हाल त्यहाँनिर भनेर भने सबै खानेकुरा पनि हाल्नुभयो अरे। अनि त्यहाँदेखि बनाइसकेर हालिसकेर अनि त्यहाँदेखि त पानी यस्तै पर्नु सुरु भयो अरे। मैले 5 बजेदेखिको पानी पर्दैछ भनेर अघिदेखि म भनिरहेको छु हाम्रो वीरता मोडमा रहेको छैन पानी परिरहेको छ। अनि त्यस्तो अवस्थामा पानी परेकै अन्तखेरि परमेश्वरले आएर ढोका ड्याममै थुनिदिनु भयो अरे कि ला ड्याममै ढोका थुनिदिएपछि त पानी परेको 24 घन्टा पानी पर्यो 25 घन्टा पानी पर्यो 36 घन्टा पानी पर्यो। त्यहाँदेखि घर डुब्यो है अन्त रुख डुब्यो। मान्छेहरू आएर ढोका खोल्लन्न नुहा ढोका खोल्लन्न नुहा ढोका खोल्लन्न भने जहाजमा सबै आयो अस्तिकोहरू सबै आयो तर नुहाले ढोका खोल्नु सकेन। त्यो ढोका कसले बन्द गरेको थियो कसले परमेश्वरले गुड। अनि परमेश्वरले ढोका बन्द गर्दा सबैजना मर्यो। 40 दिनसम्म पानी पर्दाखेरि त्यो के अरे हाम्रो सगरमाथाको उचाइ कति 8848 किलोमिटरको त्यो सगरमाथा पनि डुब्यो संसार डुब्यो। त्यहाँदेखि
सबै मान्छेहरू मरिसक्यो है। अन्त त्यो जहाज त माथि माथि कुदिराखेको थियो, माथि माथि कुदिरहेको थियो, माथि माथि कुदिरहेको थियो। अनि त्यहाँदेखि परमेश्वरले हावा चलाइदिनु भयो। त्यसलाई भन्छ बतास भनेको छ त्यहाँ नेपाली, प्युर नेपालीमा बतास चलाइदिनु भयो। अनि बतासले त्यो पानी सुक्दै गयो, सुक्दै गयो, सुक्दै गयो। अनि त्यहाँदेखि डाँडा, त्यो डाँडाको नाम चाहिँ हो आरारातको पर्वतमा गएर त्यो जहाज यहाँनिर गएर ठ्याङ्लाङ्गै बस्यो। अनि त्यहाँदेखि त्यो घट्दै गयो, त्यो जहाज टुप्पो भयो। अनि त्यहाँदेखि अडिँदै गयो, त्यहाँदेखि पानी सुक्दै गयो, सुक्दै गयो, पृथ्वीमा पानी सुकिसक्यो हो। अनि पानी सुकिसकेपछि चाहिँ अन्त परमेश्वरले सब मानिसलाई, त्यो पशु प्राणीले सबैले निकालिदिनु भयो। अनि लु जाऊ तिमीहरू पृथ्वीमा भरिँदै जाऊ भनेर परमेश्वरले भन्नुभएपछि त्यो नोहको सन्तान तपाईँ र म हो साथी। यस कारणले गर्दाखेरि अब फेरि पनि अब यो पृथ्वी चाहिँ ईश्वरले आगोले नाश गर्छु भन्नुभएको छ। अनि तपाईँ र म चाहिँ अब आगोले नाश गर्नुभन्दा अगाडि तपाईँ र मैले यीशुलाई विश्वास गरेँ भने तपाईँ र मैले उद्धार पाउँछौँ, मुक्ति पाउँछौँ। अनि अब यो पृथ्वी फेरि सबै आगोले नष्ट हुन्छ। त्यतिखेर तपाईँ र म पनि त्यहाँ नष्ट हुनेवाला छौँ। तर हुँदैन, गौरीमाया साथीको आत्मा कहिले मर्दैन। गौरीमाया साथीको आत्मा त सधैँभरि जिउँदो हुन्छ। अनि त्यो आगोमा तडपिनु पर्ने हुन्छ र पो तपाईँलाई दुध लिएर हिँड्दा पनि मेरो साथीले यीशुको कुरा सुन्छ कि भनेर, सुनाउँछु कि भनेर म तपाईँहरूलाई प्रेस गरिरहेको छु, सेवामा जाउँ ल भनेको छु। र मैले तपाईँलाई के भन्दैछु भने यो पृथ्वीमा दुःख छ, कष्ट छ, हामीलाई कहिले पनि शान्ति हुँदैन, कहिले पनि आनन्द हुँदैन। तर यीशुमा आनन्द छ, शान्ति छ। हामी त्यो आगो र गन्धकमा पर्नु पर्दैन। जसले यीशुलाई विश्वास गर्छ त्यो आगो र गन्धक पठाउनुभन्दा अगाडि नै तपाईँ र मलाई उहाँले आफ्नो देशमा लानुहुन्छ। त्यो देश हो सुनको सडकमा है, सुनको महलमा। अनि त्यो देश हो स्वर्ग। त्यो स्वर्गमा तपाईँले लान चाहनुहुन्छ। धन्यवाद। गॉड ब्लेस यू।